सो गुड मर्निङ ब्युटिफुल पिपल है। र आज चाहिँ फोर्थ स्याटरडे छ र फोर्थ स्याटरडे चाहिँ आज छुट्टी छ है। र आज छुट्टी भएको कारणले गर्दाखेरि चाहिँ आज मेरो रुम वरिपरि अलिकति घाँसहरू ज्यादा निस्किआएको छ। सो त्यसलाई चाहिँ अलिकति सफा गर्नुपर्ने छ र आजको काम हो। र मलाई सघाउनुको लागि मेरो हेल्पर मेरो खेतालाहरू चाहिँ आएको छ आज है। मेरो स्कुलको स्टुडेन्टहरू यता खोइ हेलो हेलो गरे खोइ हेलो खोइ यता यता। सो यस्तो भएको छ है रुमको हालत चाहिँ यस्तो भएको छ। यता घाँसै घाँस उम्रेको छ है। र अलिकति रुम चाहिँ अलिकति हिँड्नु अलिकति मलाई चाहिँ प्रब्लम हुँदैछ। सो यस्तो भएको छ रुमको हालत चाहिँ अहिले। त्यही कारणले यो चाहिँ सफा गर्नुपर्ने छ है। यो घाँसहरू सबै निकाल्नु पर्ने छ। त्यही कारणले चाहिँ अहिले अब फेरि साँपको पनि सिजनहरू हुँदैछ है। त्यही कारणले म एक्लै बस्छु। त्यही कारणले चाहिँ A few moments later. अब यता लन्च टाइम भएको छ। यता लन्च टाइममा चाहिँ यता वाइवाई छ है। ओ के हो सुतेर खाँदैछ त भन्न। अन्त यो होइन यो एलसी जस्तो लाग्यो यो। अब तारो हौ है ल। थ्याङ्क यू ल तिमीहरूलाई ल आइदियो काम गरिदियो। Later. सफा गरेर चाहिँ यस्तो देख्दैछ मेरो रुम चाहिँ है। र स्पेसली थ्याङ्क्स टु अल माई स्टुडेन्ट है। दोज हु हेभ कम को चाहिँ आएको छ आज। र आज निकै सफा भयो।